तिम्रो बेहुला तिमी त मेरो बेहुली Welcome to the wedding of Srijana and Pawan. Hello guys, welcome to my vlog. म चाहिँ आज दुर्गीको बिहेमा जान आँटेको। दुर्गी भनेको चाहिँ कञ्चन काफ्ले हो। कतिले नचिन्न सक्नुहुन्छ हैन। मेरो साथीको बिहेमा जान आँटेको। अब चाहिँ म निस्के ढिलो भइसक्यो हैन। यस्तै छ। हिजो मेहन्दीको भ्लग पनि हेरिसक्नु भयो होला। अब हामी अहिले चाहिँ विकल्पमा जान आँटेको। माथिबाट मामु हेर्दै हुनुहुन्छ। दृश्य पनि रेडी भएर बसेको छ। दृश्य चाहिँ जन्तीतिरबाट आउने अरे त्यही भएर। हामी चाहिँ अब बिहे घरतिर लाग्दैछौँ। कञ्चन टुले चाहिँ रेडी भइसकेको छैन त्यही भएर हामी चाहिँ त्यहाँबाट अगाडि बढ्यौँ। अब अहिले चाहिँ म बिहे घरमा आइपुगेँ। मजाले हावा चल्दैछ। हुर्र भइरहेको छ। अहिले चाहिँ हामी शुभ विवाह ह्याप्पी वेडिङ सृजना काफ्ले पवन भट्टराई। बल्ल बेहुलीलाई भेटेँ मैले चाहिँ राम कति अग्ली भएछ ला मलाई त साडी मिल्नु हेलो भन्न मेरो भ्लग हो क्या। हेलो हाई यही हो दुर्गी चाहिँ सबैतिर दुर्गीको बिहे भन्दै आएको छ। यो चाहिँ बेहुलीको बहिनी हो। हामी चाहिँ बेहुला रुँदैछौँ। यहाँ आउँदैछौँ बेहुला चाहिँ। ल है अब बेहुलाको इन्ट्री हुन आँट्यो। मेरो नाम सधैँ भैरी गुनगुनाउनु। अब दिदीलाई लिन आउने मात्र भरे दिदी भिनाजु भन्ने के। अब दिदी भिनाजु हैन अब दिदी लिएर आउने दिदी दादा भाउजू भन्ने उताबाट आएपछि हो के न भन्छ भरे लिएर जाने भिनाजु भन्ने हो के हैन। तिम्रो लोकन के त्यसो भए भनेपछि के हुन्छ लोकन्ती बस्छ आउन भ्याइदैन के उतै बसेको यसले भनेको के यताबाट आयो भने त गिफ्ट दिनुपर्छ अरे जन्तीबाट आयो भने दिनु पर्दैन भोलि पार्टीमा भइहाल्छ नि हैन गिफ्ट जिम्मा लागेको छ के मैले आन्टी नमस्कार मैले चाहिँ लाइट आयो भनेर मौका पारेको होइन ठिक छ म ब्याकबाट गर्छु नि त
यहाँ भिडियो बोकेर यहाँ क्यामेरातिरको फोटो हेर्नुहुन्छ दाइ चाहिँ अनि त्यहाँकोलाई सिकाइदिएको बेहुला बेहुलीको फोटो सुट हुँदैछ अहिले चाहिँ क्यामेराम्यान सँगसँगै छु म चाहिँ अगाडि नै हाँसै अलिअलि
मस्की न मस्की अलि हाँसु न के हो चे भएन त्यो त हो बल्ल बल्ल देखियो त आज भेटे जस्तो गर्छ नि त फेरि आफै खोजेर गर्न नि गाह्रो छ अब गोली नै हराए त अनि ओ दुर्गी दिदी अलि 32 वटा दाँत फोटो खिचिसकेर आएको अहिले खिचिसकेर होइन अलिकति खिचेर आएको बेहुला बेहुली खाना खाइसकेर आए हामी फोटो खिचिसकेर आयौँ ल ल तिमी फ्रेम गरेर राख म अनलाइनबाट मगाउँछु ल हैन ल यही लाएर जानु पर्छ चप्पल चाहियो कि जुत्ता चाहियो अहिले चाहिँ चप्पल लिइराख्नु छ कि खाली खुट्टै मैले पढ्यो भने 1 घण्टामा सक्दिन्छु नि ल नयाँ चप्पल लिएर दिनु भएको छ हैन यो महँगो जस्तो लाग्यो मैले नि गलेको छैन अब जुत्ताको पैसा नआउँदै गल्दिनु हो हाय हाय हेलो हेलो कहाँ राख्छौ गिफ्ट पनि अब त गिफ्ट नै गिफ्ट छ त हामी चाहिँ हेरेको हेरै म चाहिँ केही थके बसेको बसै ऊ फोटोग्राफर ऊ मोडल यता पनि त्यस्तै फोटोग्राफर मोडल फोटो हेर्दैछन् फेरि यता फोटो खिच्न लागेको यहाँ पानी ट्याङ्की राम्रो त्यहाँनिर एकदम धेरै ब्याकग्राउन्डमा मान्छे नै मान्छे भएर क्या खाली भएको ठाउँमा आएको हामी चाहिँ अहिले खाना खाइसकेर अब चाहिँ हामी पानीपुरी खान आँटेको सुपारी खोल्दैछन् कोही चाहिँ सुपारी लभरहरू सुपारी पाएर मक्क परेको सुपारी पाइयो दुर्गीको बेमा कोही राख्न दिएको है मैले विकल्प 2टा 3टा 4टा 5वटा 6वटा 7वटा 8वटा 9वटा 10वटा 11वटा 12वटा 13वटा 13वटा दिएको छु भोलि 26वटा हुनुपर्छ बेहुला आइसक्यो अब बेहुली आउन बाँकी बेहुला एकछिन टाइम लाग्छ धन्न ज्ञानी भाइ फोटो सुट हुँदैछ अहिले चाहिँ गाइस हेर्नु प्रज्वल भाइलाई भिडियो चाहिँ त्यहाँबाट गएको थियो बुलाकमा फेरि एउटीले यति नुन हालिछ ल कति बजी सुत्यो अरे बेहुलीको बेनी 3:30 बजे अनि कति बजी पार्छ फोटो भनेको थियो होला भिडियो भने ल पर्खिदा बेहुला बेहुली बल्ल मण्डपमा आइपुगे कञ्चन देखाएको त्यहाँ तेरो नाम देखा न त पानीमा आफ्नो बेमा आफ्नो नामको पानी उसले आफै नाम लेखाके बचाउन
हजुरआमाले इन्टरभ्यू लिँदै हुनुहुन्छ। मैले सिङ भनेको आमाले किन भनेर सुन्नु भएछ। हेर्नु न तपाईँको फोटो पनि आयो। बेहुला राम्रो कि बेहुली? बेहुला राम्रो कि बेहुली? बेहुला राम्रो छ कि बेहुली? ओ यहाँ को राम्रो छन् कि म? को राम्रो रहेछ आमा? को राम्रो छ त्यहाँ? बेहुला कि बेहुली राम्रो? चस्मा मोबाइल अझ अर्को कानतिर एकतिर एयरपोर्ट छ क्या। मोडर्न पण्डित बेलायक। त्यो गीत चाहिँ बन्द गर्यो भने त यार हँसाउँदै हुनुहुन्छ उहाँ उता। अब दाइले खेल्दिनुहुन्छ है। एकैपल्ट देउली भन्छ हामी। जनै सुपारी पक्रिँदा जित्दै घडी पक्रिँदा जाने कतै जानु त्यहाँ फुरु फुरु हो त्यसरी देउली अल्छुकान नछोडै नछोड यता आफू मात्रै जो आएर त्यहाँ घडी धेरै बेर राखे एकछिन पकड
घडी पकडी अरे बिस्तारै बिस्तारै घडी बिस्तारै नानी आउन घडी अलि साह्रो कराउनु मिल्दैन अब यो भन्दा साह्रो त यो कुरा त मान्नु भयो आफ्नै त हो नि अब कञ्चन हामी राखिदिन्छौँ दे दोकानमा लगेर यो पनि जित्नु पर्यो है कञ्चन सबै त देउले त जित्ने हो नि त पानी पनि खाँदिन दिदो खुट्टा ढोकेर फेरि पैसा लाग्यो है फेरि पैसा पाइन्छ कञ्चनको त दसै आइगयो आएको त साह्रै रमाइलो भयो पैसा त्यतै छोडेर जाए भएन यो पैसा उतै जाने तपाईँले यता खुवाउनु तपाईँले उता खुवाउनु यता पहिला पुजेर तीनचोटि पुजेर होला मन्त्र सुनेमा दुःख खुवाउने हो त्यो मन्त्र छ त्यो अब गुरुले चाहिँ सुनाउनु भयो कसले चाहिँ छिटो बन्द गरेर दुःख खुवाउँछ हेर्छु है हामीलाई छोडेको दुधो तपाईँलाई खानु कुरा बुझ्नुभयो त्यो जिस्केको यो पनि अब थाल पाउने तपाईँको जिम्मा आजै मौका है मलाई
थोरै पछाडि एकपल्ट लाएको पुरानो जुत्ता हो अलिअलि दिया साइडको जुत्ता पुरानो होइन यो सरप्राइज हो क्या सरप्राइज हो क्यामेरा लास्टमा आउँछ डिसअपोइन्ट हुँदैन एउटा गोजीको एउटा गोजीको 3000 दिने लागिसकेको चाहिँ अब तिमीले कुन गोजीको लाग्छ तिम्रो लकमा छ पैसा पनि देखाऊ जुत्ता पनि देखाऊ जुत्ताले पनि मानेन है हामी चाहिँ हेरेको हेरे हामीले मिली जुत्ता लुकाएको भिडियो हेरे हाँस्दै बसेको यो ब्लग युट्युबमा आउँछ क्यामेराम्यान
भन्दा अगाडि बसेर भिडियो बनाउँदै क्यामेराम्यान दाइसँगै बसेर भिडियो बनाउँदैछु हेलो क्यामेराम्यान क्लब अब भाइको म सबै वर्कसप गर्ने बेला हाम्रो छैन हाँस्दै कसले सम्झाउँछ हाँसे कि हाँसे गइसके पछाडि चाहिँ यस्तो छ यहाँभित्र अब चाहिँ यहाँ तँलाई एक लट सबैतिर देखाएर म घर जान्छु मम्मी हुनुहुन्छ यहाँ
बाई बाई गाइज, थ्याङ्क यू फर वाचिङ अहिलेसम्म हेर्नु हुनेलाई।